गुड मर्निङ गाइस, वेलकम टु माई ब्लग। दिस इज सन्तोष शर्मा ब्लग। धेरै दिनपछि आज चाहिँ मैले ब्लग गराउँदैछु। आज चाहिँ एकदम स्पेसल हुनेवाला छ। हजुरहरूले हेर्न सक्नुहुन्छ युट्युबमा एउटा भिडियो आउने छ, सन्देशमूलक भिडियो। हजुरहरूले हेर्नु होला। बुढी चाहिँ यहाँ रेडी भइसकेको छ, टक लगाएर कपडा चाहिँ यहाँ छ। म चाहिँ यहाँ आएछु। मेरो पेटमा चाहिँ एपेन्डिसाइडको अपरेसन भएर चाहिँ के भन्छ ब्लग आउन सकेको थिएन। अब चाहिँ ब्लग आउने छ। सबैजनाले माया गरिदिनु होला। टक्क लगाएर बिहाइन्ड द सिन पनि हजुरहरूलाई हामी देखाउनेछौँ। सो सबैले माया गरिदिनु होला है गाइस। हामी चाहिँ रेडी हुँदैछौँ टक्क लगाएर। बुढी चाहिँ क्यामेरा कतिखेर आउँछ एकदम वाउ मान्ने छु। वाउ ल यता हेर्थ्यौ। आज यसो राम्री भएर के गर्न खोजेको? ज्योति लगाएर के गराउँदैछौँ रे? कस्तो भिडियो? हजुरहरूले हेरिदिनु होला। युट्युबमा गएर सन्तोष झर्ना भ्लग सबैले माया गरिदिनु होला। हाम्रो क्या बात थियो, बुढो बिरामी भएर अब चाहिँ हामीले रेगुलर भिडियो ल्याइराख्नेछौँ। टक्क लगाएर हाम्रो असिस्टेन्ट यहाँ हुनुहुन्छ। नानी आज हामी के गराउँदैछौँ रे? भिडियो गराउँदैछौँ नि। सानी आज हामी के गराउँदैछौँ? भिडियो। कस्तो भिडियो गराउने एकाली? राम्रो? अहिले हाँस्ने है तिमी है। टक्क लगाएर गाइस, म चाहिँ रेडी भइसकेको छु। अब चाहिँ मैले एलाउनु पर्ने हुन्छ। एकछिन बन्द गरिदिनु है, म नाङ्गै होला फेरि के हुन्न। एलाउँदैछु। घडी कहाँ छ? टक्क लगाएर म चाहिँ छोराको रोल निभाउँदैछु। एकदम रमाइलो हुनेवाला छ भिडियो चाहिँ। हजुरहरूले हेरिदिनु होला। टक्क लगाएर धेरै दिनपछि आज चाहिँ भिडियो ल्याएर आएका छौँ हामी युट्युबमा। सबैजनाले माया गरिदिनु होला। त्यसको साथसाथै लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। एकछिन पछि सो गाइज वी आर रेडी। अब चाहिँ हामी भिडियो सुट गर्नेछौँ। हजुरहरूलाई हामीले देखाउनेछौँ बिहाइन्ड द सिन पनि हजुरहरूलाई देखाउनेछौँ भिडियो सुट गरेको। सबैजनाले माया गरिदिनु होला है। टक्क लगाएर हाँस बुढी यस्तै पनि आइसकेको छ। टक्क लगाएर गाइस हामी बुढी चाहिँ रेडी भइसकेको छ नि। टक्क लगाएर अब चाहिँ यहीँ पहिला चाहिँ यहाँ सुट हुन्छ भिडियो, त्यसपछि हजुरलाई देखाउनेछौँ के हुन्छ हामीले चाहिँ। म चाहिँ यहाँ चाहिँ टक्क लगाएर म चाहिँ ह्यान्डसम मान्छेको चाहिँ ए टक्क लगाएर लिड 11 पनि फेमस भएको छ। लिड 11 इङ्ग्लिस जर्सी 5 दाङ 6 नम्बर जर्सी। यता आएर तपाईँले के भन्न चाहन्छौ तिमी? अब हामीले सुटिङ गर्छौँ। हजुरले हेरिदिनु होला राम्रोसँग, धेरै माया गरिदिनु होला। हामीले चाहिँ अब सुटिङ हुँदैछ। टक्क लगाएर पहिला चाहिँ अब ग्यासमा, अब त्यो ग्यासमा के हाल्नु पऱ्यो त? फेरि मासुबाट ए भात भुट्या जस्तो गरौँ न। भात न तरकारी भुट्ने। तरकारी भुट्ने हाम्रो चाहिँ यहाँ के भन्न चाहनुहुन्छ तपाईँले? अझै हाम्रो के हो यो बुढापाकाले गर्ने जस्तो सुटिङ भइरहेछ। मलाई चाहिँ केही पनि थाहा छैन। चस्मा लगाएर बस्यो। नानी तिमीले के भन्छौ? सानी तिमीले त के भन्छौ? लाइक गरिदिनुहोस् भन, लाइक गरिदिनुहोस् भन त। यस्तो गर, यस्तो गर त। हो कस्तो रे? यस्तो ठुल्ले पनि गर त त्यस्तो। यस्तो हो, यस्तो गरिदिने है सबले। टक्क आन 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 एला आन 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 बुढिया जस्तो गर्ने। टक्क लगाएर के भयो भनेपछि बाबु पढाइमा ध्यान दियो है। तिम्रो बाबाले साँझसम्म मेहनत गरेर गर्नुहुन्छ। यसै भनेर भन्छु ल बाबु भन्नु। बाबु के हो के? स्टार्ट भयो। बाबु बाबु भन। किन मम्मी भन्छु? पढाइमा ध्यान दिऊ है, पढाइमा ध्यान दिऊ है। तिमी मोबाइलमा टक्क लगाएर हजुर क्यामेराम्यान आयो स्ट्यान्ड पक्राउनु भएको छ। बाबु सक्दिनँ
सक्दिनँ मैले जति राम्रो भनेको थिएँ किन टेलर गर्नुहुन्छ त फेरि रिस उठ्ने यही ब्लगमा हालिदिनु ए यिनीहरू हेरेको छ नि यहाँदेखि स्टार्ट बाबु तेरो बाबाले कस्तो स्टार्ट बाबु तेरो भनौँ भन भनेछ भन भन्दिनँ। भन के भन बाबु तेरो बाबाको के गर्न आयो कि छिटछिट गरे यार के गर्नु यस्तो मेहनत गर्नु परेछ गर्न आयो अलि लिएन यो भएन कि पानी के हुँदैछ यतातिर यो सानो के गर्नलाई छौ छोरी बाउ जस्तो मान्ने छु हजुर बा जस्तो मान्ने छस् के को बाउ छि ए यो पसिनाको फु तातो यो डाइलेगै बोलेर नि यो के अरे यो के अरे यो पसिनाको तातो नजिक आइज नजिक अलि नजिक कति देखाउने हो पसिना देखाउनु सुरुमा वा वा जा बुढी कहाँ छिन् बुढी कुर्सी ल्याऊ त हजुर बुढा कुर्सी ल्याऊ त कुर्सी भयो उति जाँदा मम्मी म त मर्छु कि क्या हो हाँ सधैँ नि हौ। ल ल अब पैसा छ गाइस आज चाहिँ हामी खोल्न आएको एकदमै भिड छ यहाँ चाहिँ ए राइस गाइस हामी चाहिँ आज अञ्चल अस्पतालमा आएको टाँका स्टिच गरेर टाँका खोल्न यहाँ चाहिँ लास्टै भिड छ होइन गाइस हामी चाहिँ जाँदैछौँ सो गाइज हामी चाहिँ आज टाँका खोल्ने भनेर हस्पिटलमा आइसकेको छ ओइ के भन्नु चाहन्छस् आज चाहिँ धेरै भिड थियो त्यही भएर हामी चाहिँ यसरी बसेको छौँ एकछिनमा हाम्रो चाहिँ भलग आउन सकेको थिएन अब चाहिँ रेगुलर भलग आउनेवाला छ हाम्रो सबैजनाले माया गरिदिनु होला टाँका लगाएर है अब हामीले चाहिँ डेली भलग ल्याउनेछौँ है स्टे ट्युन सबैजना माया गरिदिनु सो गाइज हामी चाहिँ अञ्चल अस्पतालमा आइसकेका छौँ आए पनि घरतिर लाग्न थालेका छौँ टक्लर अञ्चलको गेट हेरेर म त यहाँ छु आज चाहिँ टाँका खोलिसकेको छ मेरो चाहिँ अब केही दिनमा अब म डकुनेवाला छु है त्यता आइज सुधाको पैसामा जाने के हो हुन्छ तर एकदमै गाह्रो हुने चाहिँ आर्यपेन्टी साइडको अपरेसन मलाई चाहिँ एकदमै गाह्रो भयो होइन हिँड्न नमिल्ने खान नमिल्ने पकेट मात्रै हुने यता लास्ट बोरिङ सुत्दा पनि लास्ट ढाड दुख्ने के एकदमै हजुरहरूलाई कसैलाई भएको छ भने चाहिँ कमेन्ट गर्नुलाई कस्तो हुन्छ भनेर सो गाइज यतापट्टि कस्तो खुसी चाहिँ आज
धेरै टक्क लगाएर हामी चाहिँ अब फाइनली हामी चाहिँ घर जाँदैछौँ। अब दबाएर भात खाने एउटा लास्ट भोक लागिरहेको छ। खाली पेट आएको एकदमै रमाइलो भयो। जोस् अञ्चल अस्पतालमा लास्ट भिड थियो, तर पर्मिला बहिनीले चाहिँ छिटो गरिदिनु। धन्यवाद पर्मिला बहिनीलाई। के भन्न चाहन्छु? मेरी बहिनीलाई धेरै धेरै धन्यवाद छिटो गरिदिएकोमा। धेरै हुन्थ्यो नि त, त्यही भएर कस्तो धौ भइरहेको थियो। तर बहिनीलाई थ्याङ्क यू बहिनी। गएको बस्नु भएको छ, तर यहाँ चाहिँ ठुलो मम्मी सुतिरहनु भएको छ। हजुरहरूले हेर्नु सक्नुहुन्छ। गाई छ अब यहाँ चाहिँ ठुलो मम्मी सुतिरहनु भएको छ। हजुरहरूले हेर्नु सक्नुहुन्छ। गाई छ हामी चाहिँ यहाँ छ। के बाजे छैन भन्न लाजे के बाजे बाबु ए फलगट यो के रे 2082 को रहेछ हैन हामी गयो कि भाइ फिल्टर हाल्यो हैन के ज्यादा हुन्छ फिल्टर र एउटा उ लग्न पर्छ ज्यादा हुन्छ रामसँग जानु शुभयात्रा है के भनिदिनुहुन्छ ठिक छ ए सब्स्क्राइब गरिदिनु त मैले त गरिया छु है फेरि कुनमा युट्युबमा जानु न एउटा भिडियो हो के सर्ट आया थियो हिजो हेर्नु त भ्याएन तर गाई सब्स्क्राइबर बढाउँदै छु है मैले चाहिँ मेरै छ के सन्तोष झर्ना युट्युबमा हो तपाईँले पनि गरिदिनुहोस् त। झर्ना झर्ना जे আছে अरे भलक छ नि जे काठ खेतीपाती गरेर ल्याएर आउने लेटै चले आइने सन्तोष त्यस्तो ह्यान्डसम भएर राकेश दाई तपाईँको धर्म गाउँपालिकाको बारेमा केही भनिदिनु न यार आएन धर्म होइन कि धर्म हो कि नाम धर्म गाइज हामी चाहिँ अब निस्किसकेका छौँ ल आउनु पऱ्यो हाम्रो न्युपानी इलेक्ट्रिकल्समा होइन राइस कुकर बनाउनु लागि मोटर सोटर हाम्रो यो फ्रिज पङ्खा के बनाउनु पर्छ तपाईँलाई यहाँ आउनु पऱ्यो सुविधा सहित छ यहाँ हाम्रो मिस्त्रीको टोली हो सब एसी फ्रिज सब हामीलाई हाम्रो राकेश दाई हुनुहुन्छ होइन हाम्रो घर वाइरिङ गर्नु पऱ्यो केही ठेक्का पट्टा गर्नु पऱ्यो होइन हाम्रो अमर दाई हुनुहुन्छ हाम्रो होइन अब अर्को एसी फ्रिज जग्गा हाम्रो नीतिश शर्मा 9848 1080 हुनुपर्छ यो नम्बरमा हजुरले कन्ट्याक्ट गर्न सक्नुहुन्छ सो गाइज अब हामी चाहिँ हिँडिसकेका छौँ यहाँदेखि टक्क लगाएर राइस कुकर बिग्रिएको थियो टक्क लगाएर बनाएर चाहिँ हामी हिँडिसकेका छौँ हजुरले हेर्न सक्नुहुन्छ आजसम्म हिँड्दै ब्लग बनाउँदैछु टक्क लगाएर सो गाइज हामी चाहिँ अब निस्किसकेका छौँ तरकारी बनिनु आइसकेका छौँ टक्क लगाएर सो गाइज अब हामी चाहिँ लागिसकेका छौँ टक्क लगाएर हजुरहरूले हेर्न सक्नुहुन्छ बुढी चाहिँ यहाँ चाहिँ